लो ए बदनाम पार्ने रहेछ ऊ अनि केसको केस लाग्छ भनेको नमः ओम पान्ते पनि क्यामेरा छोप्छ त किन यति साह्रो एलर्जी हुन्छ कि क्यामेरामा संस्कृति ओ माइजुल ढोकै छोप्छ त यहाँ वेलकम ब्याक टु माई च्यानल र फाइनली गाइस सबैलाई मेरो तर्फबाट गुड मर्निङ र अहिले फाइनली चाहिँ हामी जाँदैछु वाक गर्नुको लागि होइन अब मैले हातमा बोकेको छ फुल धुप सलाई तिलजाउँ यो चाहिँ किन बोकेको हो भने चाहिँ हामीले चाहिँ अब गएर चाहिँ शनिको पूजा गर्नुपर्ने छ किनभने मेरो ग्रह धेरै छ अरे भनेर पण्डितले भन्दैछ हो र फाइनली अहिले मेरो क्यामराम्यान चाहिँ देखाउँदै हिँडिरहेको छ हो म चाहिँ उसको पछि पछि हिँडिरहेको छु क्या अब हेर्नुहोस् यहाँको नजर पनि यति मजाको देखिरहेको छ हो अब हामी चाहिँ यहाँ आएर वाक गर्नुपर्ने किनभने यहाँ त भाइहरू अब चाहिँ ऊ गरिरहेको छ उनीहरूले हामी ढिलो भइसक्यो क्या हाम्रो बानी चाहिँ हामीसँग नजाने अरे ऊ चाहिँ वाक गर्नु गयो होइन उसको साथीहरू यहाँ छ वाक गर्दैछ त्यही कारणले उनीहरू चाहिँ वाक गर्ने अरे हामी चाहिँ जाँदैछौँ माथि ऊ परको पिपलको रुख छ नि त्यहाँ चाहिँ गएर हामीले शनिको पूजा गर्नुपर्छ अरे पर्छ हो त्यहाँ चाहिँ अब पिपलको रुखको मुनि चाहिँ अब जल चढाएर चाहिँ पूजा गर्नुपर्ने हामीले त्यही कारण चाहिँ हामी जाँदैछौँ अहिले नजारा आज बिहानको कति मजाको छ है यहाँ चाहिँ मसँग मेरो बुढी छ उसले चाहिँ हात पनि बोकेको छ यता हेर्दा नि त एकपल्ट डल्ली मेरो बुढीले चाहिँ मलाई धेरै साथ दिन्छ मलाई डल्ली चाहिँ होइन अब र मात्रै जाँदैछ होइन अब मेरो बुढी चाहिँ अब अघि क्यामेरा गरेर म फ्यात्तै झरेर झन्डैले फुटाएँ मेरो मोबाइल चाहिँ फुटाएर चाहिँ फेरि डरो केस लाग्छ है डल्ली लो ए बदनाम पार्ने रहेछ ऊ भएन त्यस्तो कुरो त गर्नु हुन्थेन बदनाम पार्ने रहेछ साथीहरू फाइनली साथीहरू म चाहिँ आइपुगेको छु अब माथि चाहिँ चिन्टु पाएको छु प्रथमपल्ट चाहिँ भ्रुपल्ट एकदम टक्कै राखेर यहाँ चाहिँ अब टक्क एउटा फुल राखेर शनि सम्झेर चाहिँ लु हाम्रो ओम प्राण प्रेम प्राण शनिश्चराय नमः ओम प्राण प्रेम प्राण शनिश्चराय नमः तेरो फाइनली पूजा पनि सम्पन्न भइसक्यो होइन अहिले मैले धुप बालेर पानी चढाएर पूजा गरेर सक्यो यस्तै हुन्छ होइन अब हामी त अब गाउँको मान्छे होइन हामीले नमाने पनि बाउले मान्छ होइन त्यही कारणले मान्नु नै पर्छ किनभने होइन शनि पूजा गर्नुपर्छ आफ्नो ग्रहको लागि त्यही कारणले होइन म बाहिर हुन्थेँ त बाहिर मैले गर्थेन पानीहरू चढाइदिन्थेँ कोही कोही बेला मैले होइन तर गाउँमा फेरि आएर पिपलको रुखमा चढाएको चाहिँ राम्रो हेरेँ भनेर चाहिँ आएर चाहिँ मैले चढाएको हो किनभने म अगाडि पनि गरेको न साथीहरू त्यही भएर तपाईँहरूलाई पनि त्यस्तो गरेर दसैँ यस्तो कसैले पण्डितले भयो भने तपाईँहरूले यसो गर्दाखेरि आफ्नो घर शान्ति हुन्छ है यति जाने कुरो चाहिँ मैले भनेको है ल त साथीहरू बुझ्यो है तपाईँले लु त जाउँ त ल वाक गर्नुपर्छ साथीहरू आउनुहोस् यो चाहिँ उसको हामी ग्राउन्डमा आइपुगेको छ ग्राउन्डमा चाहिँ चक्कर लाउँदैछ गाइस चक्कर आउँदैछ केटकेटी यस्तो लागिरहेको छ म त केटकेटी यस्तो छ नि त ऊ दुईजनासँग केटकेटी यस्तो भइरहेको छ